फाइनली साथीहरू आजदेखि सूर्यकुण्ड इलेक्ट्रिक लिमिटेड कम्पनीको आइपिओ खुलाइसकेको छ। यो आइपिओमा जम्मा कति किता निष्कासन गरिएको छ, प्रति किताको मूल्य कति रहेछ, कसले भर्न मिल्छ, कहिलेसम्म भर्न मिल्छ आदि यस आइपिओ बारे सम्पूर्ण जानकारी आजको यस भिडियोमा दिनेछु। सो भिडियोलाई एक लाइक गरी च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला र अब ढिला नगरी हिँडौँ भिडियोतर्फ। साथीहरू यस आइपिओमा जम्मा 5,72,431 किता मात्र निष्कासन गरिएको छ। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड कम्पनी चाहिँ हाइड्रो पावर सेक्टरमा पर्छ र यसको इस्यु म्यानेजर चाहिँ कुमारी क्यापिटल लिमिटेडलाई राखिएको छ। र अब कुरा गरौँ कि यो आइपिओ कसले भर्न मिल्छ। साथीहरू यो आइपिओ सर्वसाधारणको लागि खुलाइएकाले यस आइपिओमा सबै नेपाली लगानीकर्ताले आवेदन दिन सक्छ। यस आइपिओमा चाहिँ मिनिमम 10 किता र म्याक्सिमम 50 किताको लागि आवेदन दिन सक्नुहुनेछ। सो तपाईँ चाहिँ 10 किताको लागि मात्र आवेदन दिनुहोला, किनभने त्योभन्दा बढी त पर्दैन। र अब कुरा गरौँ कि यस आइपिओमा कहिलेसम्म आवेदन दिन सक्छ। साथीहरू यस आइपिओमा आज माघ 18 गतेदेखि माघ 21 गतेसम्म आवेदन दिन सक्नुहुनेछ। सो यस आइपिओमा आवेदन दिन नबिर्सनुहोला। सो यस भिडियोमा यति मात्र। आशा गर्दछु यो भिडियोले तपाईँलाई नयाँ आइपिओ को बारेमा जानकारी दिएको होला। यस्तै आइपिओ एफपिओ सम्बन्धित शेयर मार्केट सम्बन्धित भिडियो हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरी बेल आइकन प्रेस गर्न नभुल्नुहोला। र भर्खरै आएको सोलो हाइड्रो पावर लिमिटेडको आइपिओ तपाईँलाई पर्यो कि परेन भने कमेन्टमा अवश्य भन्नुहोला। धन्यवाद।